समोसा मकै बियर नखा एका भने एक हो के तास सुरु भएमा तास खेलेको तली लाइक गरिदिनु होला आन्टी धनी भयो तँलाई 10,000 दिउँ है। नमस्ते सम्पूर्णलाई यहाँहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म चाहिँ मेरो भिडियो चाहिँ यो ससुरालीबाट बनाएको छु। किनकि भन्दाखेरि आज म चाहिँ दसैँको टिका थाप्नलाई चाहिँ अन्तिम दिन, यो टिकाको पनि अन्तिम दिन यहाँ ससुरालीमा आएर टिका थापेको छु। र मैले चाहिँ यो पहिले यहाँहरूलाई युट्युब च्यानलमा स्वागत छ भनेर चाहिँ पहिले भन्नुपर्ने भनेन, किनकि म चाहिँ यहाँ आएर चाहिँ अलिकति बिजी भयो। अब सोसियल आइसकेपछि त बोलचाल गर्नु पऱ्यो होइन, भिडियो बनाएर ब्लग बनाएर भिडियो बनाएर त भएन। अनि बिर्सेँ छु, त्यही भएर चाहिँ माफ गर्नु होला। तपाईँले खोज्नुभएको मान्छे चाहिँ सोसियल नै व्यस्त छ भने जस्तो होला होइन। र त्यही हो, यहाँहरूले हाइलाइट्स हेरेर थाहा पाउनुभयो के भयो कसो भयो भनेर, मैले भन्नै पर्दैन होइन, भिडियो आफै बोल्छ। त्यही हो, जस रमाइलो भयो, यहाँ आएर चाहिँ रमाइलो भयो। ससुराली जाने हो भालेको मासु खाने हो, भालेको मासु पनि खाइहाल्यो होइन। तर अर्को कुरा यो चाहिँ हाम्रो गाउँमा चाहिँ अलिकति सेतो टिका लगाउने चलन छ। तर आखिरमा यथार्थमा चाहिँ दसैँमा चाहिँ रातो टिका लगाउने नै हो। र आज चाहिँ बल्ल चाहिँ मान्छेहरूले हुन्छ नि अब त्यो टिकटकहरूमा फेसबुकहरूमा चाहिँ हालेको भिडियोहरू पोस्टहरू हुन्छ नि, अनि त्यसपछि त्यो इफेक्टहरू हुन्छ नि त, रातो टिका जमरा लगाएको आउँछ नि त। तर यो चाहिँ मैले इफेक्ट लगाएको होइन, साँच्चै के हो यो चाहिँ। तर त्यही हो, भिडियो हेर्नु होला, इन्जोय गर्नु होला भन्दै लागौँ अब भिडियोतर्फ। कपाल नदुखोस्, भगवानले सदा रक्षा गरोस्। सदा होस्, सेवा गर्न सकोस् है, आमा बुवाको इज्जत राख्न सकोस्, मेल भइराखोस्, झगडा नहोस् होइन, नरिसाओस्, धेरै नरिसाओस् भन्छ न, धेरै नरिसाओस् भन्छ न, धेरै नरिसाओस् भन्छ रे। भगवानले सराएर होस्, धेरै पढेर ठुलो मान्छे बनोस्, इन्जिनियर पाइलट जे पनि टक्करै बन्नु। म आशीर्वाद दिन्छु सुप्रीतिलाई, ठुलो जोडले दिन्छु, ज्ञानी होस्, हाइट लम्बु होस्, राम्रो 5'5" होस् होइन। अनि पढाइमा चाहिँ ल फर्स्टै हुनुपर्छ भन्ने त छैन, तर बुझ्ने गरेर पढुन् होइन। अनि मम्मी ड्याडीलाई धेरै दुःख नदिन्, अनि अझै आशीर्वाद छ टिका ल्याइदै हुनु पर्यो। अनि धेरै रिस नहोस् है, अनि खानेकुरा सबै खाओस्, खायो भने मात्रै हाइट बढ्छ तेरो। तिमीसँग त भन्नुपर्छ नि। यदि आन्टीको त कन्जुस पछि दिउँला तर बच्चा त्यहाँ रुनलाई आन्टी धनी भयो तँलाई 10,000 दिउँ है। दर्शन गर खै दर्शन। आज चाहिँ हाम्रो टिकाको कार्यक्रम पनि सकियो। दसैँ आज दसैँको 21 सालको दसैँको पूर्णिमाको दिन आज लास्ट चाहिँ टिका यहाँ चाहिँ हाम्रो यहाँ ससुराली आएर चाहिँ सकियो। एकछिनपछि खानासाना खाने। यसमा ठुलो आउँछ मा, यो टिभीमा आउनु जत्रै आउँछ, ठुलै आउँछ। माला पनि यही आउँछ, मा पनि यहाँ देखिन्छ। नमस्ते गरिदिनु न त्यहाँ। कसलाई नमस्ते? नमस्ते हेर्नमा हाई भनिदिनुहोस्। लाइक गरिदिनु होला। छोरीले के ल्यायो यस्तो ट्रेनिङ गर्दै के लिएर आएको? चमर कति लामो के ल्याउनु भएको? यो नन भेज हैन, एउटा चम्चा ल्याइदिनु न है। सुन्नुभयो?
एउटा चम्चा ल्याइदिनु होला है के भयो बाउको चम्चा ल्याइदिनु होला है सुन्नुभयो ल ठिक छ धन्यवाद पैसा नि पर्दैन अरे खै त पैसा अनि पैसा चाहिँ खै त अनि यो सब घर मात्रै फोहोर हो यो मनी प्लान्ट नाम मात्रै हो कहाँबाट चोरे ल्यायो चोरे त होइन किने टिपे तास सुरु भएमा जुटपति 10 पति जुवारीहरू भन्ला जुटपति भयो किटी ए 10 पति यहाँ चाहिँ मजाले पूजा गर्नुहुन्छ यहाँ चाहिँ यहाँ हाम्रो मम्मीले चाहिँ पूजा गर्नुहुन्छ टक्क लाएर यहाँ चाहिँ बुद्ध यो आर्य तारा रिम्पोचे है टक्क सुधार टक्क राम्रो गर्नुहुन्छ फनास भेनाजु फनास कति रुपियाँ 5 रुपियाँ 5 रुपियाँ मात्र मलाई खेल्न आउँदैन तिमी पनि खेलेको के आउँदैन त यतिकै हावा तालमा खेले मात्रै हो ल के आउँछ ल भन त फ्रान्समा सबभन्दा ठुलो कुन हो ल भन त सबभन्दा ठुलो कुन खान्छ कुन चाहिँ ट्रेल अरूले भन्नुहुन्छ एका भने एक हो एक हो एका भने एक कि एक भने नि त एक कपाहरूले खायो रमाइलो छ दसैँमा चाहिँ तास खेल्नुको छुट्टै रमाइलो हुन्छ म चाहिँ अलिकति रुगा लागेर चाहिँ अलिक खासै तासहरू खेल्नु मन लागेको छैन त्यही भएर यतिकै बसेको दसैँमा तास खेल्ने जमघटमा चाहिँ तास खेल्ने रमाइलो गर्ने चाहिँ छुट्टै रमाइलो हुन्छ अब त्यही हो पैसा हारजित भन्दा पनि एउटा रमाइलो होइन हुन त अब पैसा हारेपछि चित्त दुख्ने त स्वाभाविकै हो होइन मन खिन्न त होला नै तर दसैँमा चाहिँ तास खेलेर चाहिँ रमाइलो गर्ने पारिवारिक जमघट रमाइलो चाहिँ उत्सवहरू मनाउने चाहिँ यो पहिलेदेखि आएको चलन हो है त खानेकुरा त आएको को ल थाहा छैन है यो चाहिँ ससेज यो चाहिँ चना यो पेडा खोकिला चना खाउँ होला पापड समोसा मकै बिहेटा यो त फुल जस्तो छ त फ्लावर जस्तो तिमी बनाऊ ल आजको हाम्रो यहाँको टिकाटाला पनि सकियो होइन अब चाहिँ घर जानुपर्छ होला के छ त अनि पुरा खालि त्यतिखेर गेम खेल्दा तिमी के गेम खेलेस् यो हो मोबाइल लेजेन्ड भन्ने गेम हो भेनाजु लेजेन्डले मात्रै खेल्छौ हामीले खेल्नु मिल्दैन लेजेन्ड हुनुपर्छ ल है त अब हामी पनि जान्छौँ टिभीमा पनि मेरो आफ्नै भ्लग आइरहेको छ क्या अब के गर्ने सबैले माया गर्छ है सबैले हेरिदिन्छ सबैले हेर्ने यस्तै छ मलाई त खोकी लागेको सन्चो छैन अब चाहिँ सब भयो ल मालाई मा जान्छौँ मा गएँ मा हस् मा हस् मम्मी गयो है अब खै अलिक पछि आउने मा के मम्मी ल राम्रोसँग बसेँ मा पछि आउँला अब है मा मम्मी गएँ